हेलो हेलो यो युट्युबमा कन्टिन्यू भिडियो हालौँ भनेको है टाइम म्यानेजमेन्ट गर्न चाहिँ एकदमै गाह्रो हुँदो रहेछ के। अब विदेशमा बसेपछि काम गर्नै पर्यो हैन, पैसाको लोभ लाग्छ फेरि हैन, के गर्नु अब पाउन्ड कमाउने ठाउँमा त पाउन्ड त कमाउनु पर्यो अलिअलि है, बाँच्न पर्यो। अनि यो युट्युबमा चाहिँ कन्टिन्यू गर्न मेन मलाई गाह्रो भएको चाहिँ कसरी हो भन्दाखेरि यो अलिक बढी स्टडी गर्नुपर्छ के हैन। जुन मैले टपिकमा भिडियो बनाउने भन्ने मैले सोचिरहेको छु अथवा मैले पहिला बनाउँथेँ हैन, त्यसको लागि भरपुर स्टडी गर्नुपर्छ के भइरहेछ कस्तो भइरहेछ हैन। त्यो टाइपले अब स्टडी नगरिकन यतिकै बोलेर मात्रै पनि हुँदैन फेरि हैन। अब तपाईहरुले यत्रो विश्वास गरेर हैन जस मसँग जोडिनु भएको छ, च्यानल सब्स्क्राइब गर्नु भएको छ हैन, भनेपछि मैले त्यही अनुसार डेलिभर त गर्नु पर्यो है। त्यो भएर पनि अलिकति यो स्टडी गर्ने टाइम म्यानेज गर्न नसक्दाखेरि चाहिँ मलाई अलिकति बढी गाह्रो भएको हो। यहाँ मैले ठ्याक्कै यो बस आउने ठाउँसम्म चाहिँ म हिँडिरहेको छु। अहिले काममा जाने बेला भएको छ, ठ्याक्कै यहाँ यताको अहिले 2 बज्न लाग्यो, 1 बज्यो है। 2 to 10 को मेरो सिफ्ट हो, काम गर्न पनि परिहाल्यो, के गर्नु गाह्रो छ जस विदेशमा। अनि अब मैले टिकटकतिर त भिडियोहरू बनाइरहेको हुन्छु, टिकटकतिर फेसबुकतिर चाहिँ मैले भिडियोहरू चाहिँ बनाइरहेको हुन्छु किनकि अलिकति सर्ट भिडियो बनाउन मिल्छ त्यसमा हैन। अब यो युट्युबमा चाहिँ अलिकति लङ भिडियो चाहिने भएको भएर हैन, एटलिस्ट 5-7 मिनट 8-10 मिनट त बोल्नु पर्यो हैन। भएको भएर चाहिँ त्यो 8-10 मिनट बोल्नको लागि फेरि कमसेकम 1-2 घन्टा त चाहिँ मैले स्टडी गर्नुपर्ने हुन्छ हेर्नुहोस् हैन, के छ कस्तो छ अहिलेको अवस्था यताउता। त्यसले गर्दा चाहिँ मैले अलिकति समय व्यवस्थापन गर्न नसकिरहेको अवस्था हो हैन। तपाईहरुले बुझ्नुहुन्छ होला, घट्यो बढ्यो भन्ने कुराले भन्दा पनि मलाई चाहिँ समयले नै अलिकति म्यानेज गर्न नसक्या हुनाले चाहिँ अलिक गाह्रो भइरहेको। तर मेरो टिकटकतिर फेसबुकतिर पनि जोडिनु होला है, त्यता पनि साथीहरू हुनुहुन्छ नेपालबाट हेर्दै हुनुहुन्छ कि बाहिर कुनै अरू देशबाट हेर्दै हुनुहुन्छ, कृपया कमेन्ट गर्नु होला र छिट्टै हामीले भेट्ने छौँ मजाले है। एनिवे थ्याङ्क यू सो मच। भिडियोलाई लाइक अनि यो ब्लग टाइपको हो है, अनि एक सेयर गरिदिनु होला। थ्याङ्क यू।